सागमा सङ्खे किरा। नमस्कार साथीहरू, भरतपुर स्थित चर्चित शाकाहारी रेस्टुरेन्ट वैष्णव मिष्टान्न भण्डारको 24 कोटी आउटलेटमा सागमा सङ्खे किरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले बन्द गराएको छ। साथीहरू, एक ग्राहकले खाना खाने क्रममा सागमा सङ्खे किरा फेला पारेपछि प्रशासनमा उजुरी दिएका थिए। साथीहरू, त्यसपछि जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहितको टोलीले अनुगमन गरेको थियो। साथीहरू, अनुगमनका क्रममा सागमा सङ्खे किरा भेटिनुका साथै खानेकुरा तार्न प्रयोग गरिएको तेलको गुणस्तर समेत कमजोर रहेको पुष्टि भएपछि आउटलेट तत्काल बन्द गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए। साथीहरू, प्रशासनले होटललाई 3 लाख रुपियाँ जरिमाना पनि गरेको छ। साथीहरू, गुणस्तर सुधार गरी कानुनी प्रक्रिया पुरा गरेपछि मात्र पुनः सञ्चालन गर्न अनुमति दिइने प्रशासनले जनाइएको छ। साथीहरू, पहिला पनि सुदन गुरुङको अम्लेटमा काँडा परेको चितवनमा पछिल्लो समय होटल तथा रेस्टुरेन्टको खाद्य गुणस्तरबारे प्रशासनले निगरानी बढाएको छ। साथीहरू, यसअघि पनि भरतपुर स्थित लर्ड्स होटलमा गृहमन्त्री सुदन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि उक्त होटललाई समेत 3 लाख रुपियाँ जरिमाना गरिएको थियो। साथीहरू, के लाग्छ तपाईँहरूलाई? गुणस्तर सुधार गर्नु आवश्यक छ होटलहरूको। साथीहरू, नियमन गर्न अनुगमन गर्न जरुरी रहेको छ। साथीहरू, नेपालको होटलहरूमा त्यस्तै ढाबाहरू, राजमार्गको छेउछाउमा रहेका होटलहरूमा त धेरै नै कडाइ गर्नुपर्ने आवश्यक रहेको छ। साथीहरू, कमेन्ट गर्नुहोस्, तपाईँहरूलाई कस्तो लाग्छ यो विचार।